It's raining since last night. I think it is 1 a.m. There's no electricity, no internet, and it's just raining, raining, and raining. Wow. Can see my surroundings. Don't know when our electricity will come. Good morning, guys. It is now almost 7:30. 7:30 काटिसकेको छ, बट अझै पनि उज्यालो छैन। यो ठाउँमा निरन्तर रूपमा रातिको 1 बजेदेखि नै बारिस भइरहेको छ, पानी परिरहेको छ र यहाँ कुनै पनि इलेक्ट्रिसिटी छैन, वाइफाई पनि छैन। सो तपाईले यो झरीको मौसमको चाहिँ इन्जोय गर्न सक्नुहुन्छ घरमा बसेर, एकदमै हट फुड खाएर हैन, रिल्याक्स पारामा चाहिँ सिरकभित्र चाहिँ खुट्टा पसारेर आनन्दले चिलमा चाहिँ अब सुत्ने हो क्या आज। अब निबटरको बिहानको अवस्था, मान्छेहरू खासै छैनन्, फट्टाफुट्ट 1-2 जना चाहिँ घरमा निस्केका छन्। र मलाई चाहिँ घर लाग्यो हिँड्न हैन, मजा आउँछ छ हिँड्न पनि। एकदमै भिजेको मौसम छ, झरी परेको बिहानी, गुलमोहरको फुल र यस्ता प्राकृतिक ठाउँहरूले चाहिँ यो ठाउँको शोभा झन् बढाएको छ। झरीको मौसममा मसँग जोडिन लागि मेरो आत्मीय मित्र, हेलो, हाई एभ्रिवान, दिनेश लामाजी आउनु भइसकेको छ। मर्निङ गुरु, मर्निङ। मर्निङ चाहनु सर? हेलो दुता वाला, नो प्रब्लम, एनी वान। ल हाम्रो झरीमा चाहिँ हाम्रो चाहिँ सक्खर वाला हैन, श्यामदापुर आउँछ। शाम द अरु अगाडि यहाँबाट पानी छैदैन। हल्का हैन, भर्खर च्यासा खाएर फर्क्यो साथीभाइहरूसँग। झरी पर्न रोकेको छैन अझै पनि है, मस्त झरी परिरहेको छ। अब घरमा गएर चाहिँ केही अब खाना पकाएर खानु पर्यो। त्यसपछि बाँकीको अपडेट, बाँकीको भ्लग म चाहिँ आजको फुल डे यही निबटको क्याप्चर गर्नेछु है गाइज। र यो अगाडिको दृश्य रहेको छ हैन, निबटरमा अवस्थित श्री बाराही माध्यमिक विद्यालयको चाहिँ परिसर र यसका साथै यहाँ चाहिँ कुनै अब हैन निप्ता क्लब र एउटा सानो स्वास्थ्य चौकी पनि रहेको छ। र यो विद्यालयमा चाहिँ कुनै एक जमानामा चाहिँ म पनि यहाँ अध्यापन गर्ने काम गर्थेँ। आई युज्ड टु बी टिचर क्या यो ठाउँमा पनि। बट त्यो बेलामा चाहिँ यो भवन थिएन, हामीसँग त्यो बेला पुरानो भवन थियो जसको अस्तित्व अहिले छैन, त्यो भत्काइसकेको छ। सो दिस द न्यू बिल्डिङ, न्यू संरचना हैन, राम्रो छ। र राम्रोसँग चाहिँ अब यो विद्यालयले पनि प्रगति गर्दै जानेछ भने चाहिँ हामी आश गर्न सक्छौँ। अझै पनि फुल्ली मेरो अगाडि चाहिँ एकदमै क्लाउडी हैन, हुस्सु लागिरहेको छ, पानी पनि त्यत्तिकै परिरहेको छ नन स्टप बिहानदेखि नै। र अब कहिलेसम्म पर्छ भन्ने थाहा छैन हैन, तर चाँडै रोक्यो हुन्थ्यो। एज आई हेभ टु ट्राभल टुमोरो ब्याक टु काठमाडौँ। त्यसपछि वापस म फर्किनेछु आफ्नै हैन कर्मथलोमा। आज बिहान चाहिँ पानी परेको छ हैन, अब अलि हल्का पानी भएर घाम लागेको छ, बादल पनि छ। र आज लास्ट डे इन निबटर, सो देन आफ्टर आई एम गोइङ टु ट्राभल हैन, जाँदैछु। सो रमिसँग असो हल्का हैन, धेरै टाइम होइन, यसो आधा घन्टा 1 घन्टाको लागि चाहिँ उसँग चाहिँ केही ठाउँमा घुमाउँ भनेर चाहिँ एपोइन्टमेन्ट गरेको। एन्ड सी माई ब्याकग्राउन्ड हियर, गुलमोहरको बोटको जुन फ्लावर्स छ नि, दिस लुक्स सो अमेजिङ। बजार हैन, अर्का कटेपछि जब तपाईँ चाहिँ सकेपछि हेर्ने बगर जस्तो आउँछ यो बगर। मलाई टक्क यो हाम्रो प्याथलाई फलो गर्नुभयो भने चाहिँ आज हामी हाम्रो डेस्टिनेसनमा पुग्नेछौँ। त्यहाँ एकदमै नेचुरल चाहिँ एउटा स्विमिङ पुल रहेको छ हैन, सो अमेजिङ। यो स्विमिङ पुलमा चाहिँ स्विमिङ गर्न चाहन्छ
गएर चाहिँ होइन यो बगरको रुट हुन्छ नि नछोडिकन सेम ट्रेललाई फलो गरेर चाहिँ एज माई भिडियोमा देखा जस्तै गरेर होइन तपाईँलाई यो बाटो जुन छ यो बाटोमा सरल आउनु होला कहीँ नछोडिकन एन्ड देन यु विल बी रिचिङ टु यो डेस्टिनेसन र हामी पनि अब केही छैन फिल्म गर्दा नजिकै छ टाढा छैन अरे सोधेर अब हामी पनि है अब हामीले बाइक रोकेका छौँ होइन बाइक रोकिसकेपछि एकछिनको लागि केही समय चाहिँ हिँड्नुपर्छ यसरी नजिकै छ हिँड्नको लागि त म ओन्ली 2 मिनट लाग्छ 2-3 मिनटमा चाहिँ हामी हाम्रो डेस्टिनेसनमा पुग्न सक्छौँ ल अहिले चाहिँ हामी फाइनल्ली हाम्रो यो घटे रिसोर्टमा आइसकेको छ हाम्रो रुद्र साथीको आज शनिबारको माहौल भएर चाहिँ एकदम माहौल एकदम गरम छ यहाँनिर अनि आज चाहिँ भगवान् र कृपाले हाम्रो चाहिँ आफ्नो दाजुभाइहरू पनि भेटेर चाहिँ यहाँ बस्नुहुँदैको साथीहरू सबैजना चिल गरिरहनु भएको छ यहाँनिर माहौल एकदम राम्रो छ है अब अविनाश सरको भ्लगलाई यसो माया गर्दै गर्नु होला हाम्रो सर पनि यहाँ एकदम रमाइलो गरिरहेछ टाढा टाढादेखि मान्छेहरू आउनु हुँदो रहेछ यहाँनिर यसो तपाईँहरूलाई पनि अब स्ट्रेस यताउति केहीको टेन्सन छ भने यो ठाउँ चाहिँ एकदम त्यसको लागि एकदम राम्रो छ है फेरि यसो चाहिँ बिदाको अवसर पारेर यसरी आइदिनु होला यो चाहिँ भीमफेदीबाट तपाईँको कति भने छैन धेरै 10 मिनटमा आइपुग्छ बगेर आयो भने 5 मिनट चाहिँ किप वाचिङ है त 5 मिनट चाहिँ यो ल्याएको छ होइन हाम्रो चाहिँ भीमफेदी घट्टामा भएको चाहिँ केटाहरूको चाहिँ स्विमिङ ओ डाइपर मुन्जा माया गर किन राम्ररी किन आएकै राम्ररी हामी अझै पनि छौँ भीमफेदीमा होइन गाइस एन्ड दिस इज माई पिपल माई फ्रेन्ड्स माई ब्रदर्स होइन एकदमै मेरो मिलनसाथ साथी यहाँ हुनुहुन्छ रबिन लामा यु क्यान सी राम हरि ठकुरी एके विवश ठकुरी होइन च्याङ्बा ब्रो एन्ड माई प्रवीण बो all we are here in भीमफेदी घट्टामा होइन दामी स्विमिङ पुल छ होइन तपाईँहरू पनि आउनु होला है त्यो चाहिँ तपाईँको रिक्वेस्ट छ यहाँ मजा स्विमिङको चाहिँ मजा लिनु होला वेल अविनाश सरले त भनिहाल्नु भयो अब आज हामी चाहिँ अब हाम्रो अविनाश सरको पनि लास्ट दिन रहेछ आज सटरडे भयो होइन भोलि चाहिँ अविनाश सर हाम्रो न्युटारबाट चाहिँ अब काठमाडौँ जानुहुन्छ अनि त्यसपछि बेलुका चाहिँ अविनाश सरको फ्लाइट छ अनि त्यही भएर आज हामी अब सरलाई चाहिँ हामीले फेभरेट लिनको लागि एउटा चाहिँ उचित एउटा चाहिँ इन्भाइरोमेन्टमा कहाँ चाहिँ दामी हुन्छ त्यो ठाउँ चाहिँ हामीले चाहिँ आज हाम्रो साथीले भीमफेदीमा एउटा चाहिँ घट्टा रिसोर्ट खोलेको छ एकदम देख्नु सक्नुहुन्छ तपाईँले मेरो ब्याकग्राउन्डमा होइन एकदम राम्रो छ रिसोर्ट पनि अनि हाम्रो दाई हाम्रो चाहिँ एउटा चाहिँ प्रेरणादायक हाम्रो सर अनि हाम्रो साथी भनौँ उहाँलाई चाहिँ आज यसो फेयरवेल दिन चाहिँ हामी आज यहाँ लिएर आएको छौँ उहाँलाई तर उहाँले एकदम राम्रो इन्जोय गर्नुभएको छ देख्न सक्नुहुन्छ यहाँ हाम्रो रिसोर्ट पनि छ है एकदम रमाइलो भइरहेछ अब सर भोलि जानुहुन्छ हामीलाई एकदम दुःखको कुरो हो त्यो ल हाम्रो अविनाश सरले एकदम मेहनत गर्नुहुन्छ एकदम उहाँले चाहिँ भ्लगको लागि एकदम चिन्ता गर्नुहुन्छ तपाईँहरूले जसले पनि यो अविनाश च्यानल हेर्नुहुन्छ उहाँहरूलाई चाहिँ एकदम सब्सक्राइब गर्नु सपोर्ट गर्नु र फलोवर बढाइदिनु है त उहाँलाई हाम्रो सपोर्टको जरुरत छ दिस इज माई हम्बल रिक्वेस्ट टु यु गाइज टिल देन किप वाचिङ है त ल हाम्रो अविनाश सर चाहिँ यहाँनिर पुरा घट्टा रिसोर्टमा चाहिँ पुरा है अब स्विमिङ गरिरहनु भएको छ अहिलेको माहौल एकदम गरम छ अहिले चाहिँ तपाईँको चाहिँ ट्याक्क लाएर 5 बज्यो 5 बजेको माहौलमा एकदम राम्रो भइरहेछ यहाँनिर मजा आइरहेछ सर ल यस्तो छ है हाम्रो भ्यू चाहिँ अब घट्टा रिसोर्टको यो चाहिँ हाम्रो आफ्नै भीमफेदीको साथीको चाहिँ रिसोर्ट तपाईँलाई नखाने मानेन है
इन्जोय है त